Mohammad Asif Sheikh, the most underrated player of the Nepali cricket team. इन्डिया अहिलेको मोडर्न एराको दोस्रो बलियो क्रिकेट टिम हो। यस व्यक्तिले यस्तो बलियो क्रिकेट टिमको अगाडि पनि हाफ सेन्चुरी हानेको छ। 24 वर्षका आसिफ शेखले वन डेमा 59 म्याचेसमा 29.1 को एभरेजले 1579 रन हानेका छन्। त्यस्तै गरी टी20 आईमा 68 म्याचेसमा 25.6 को एभरेजले 1639 रन हानेका छन्। यिनले टेस्ट नेसन्स विरुद्ध 3 हाफ सेन्चुरी हानेका छन्। इम्पोर्टेन्ट म्याचमा चलेकै हुन्छन्। कम स्ट्राइक रेट भए पनि यिनले हरेक म्याचमा आफ्नो बेस्ट दिन्छन्। इन्डिया भर्सेस नेपाल एसिया कप म्याच, टी20 वर्ल्ड कप 2024 नेपाल भर्सेस साउथ अफ्रिका हरेक म्याचमा चलेकै हुन्छन्। तर किन यस्तो व्यक्तिलाई अरू प्लेयरहरूको जस्तो रेस्पेक्ट दिइदैन त? ल हजुरहरूलाई नेपाली क्रिकेट टिमको मोस्ट अन्डररेटेड प्लेयर को जस्तो लाग्छ कमेन्ट सेक्सनमा भन्नुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, सब्स्क्राइब गरेर आफ्नो भाइलाई सपोर्ट